Making process of coffee frappe. यो त कस्तो मिठो लाग्छ नि कफी फ्रापेको लागि चाहिँ हामीले 4-5 वटा आइस क्युब हाल्यौँ, त्यसपछि 2 स्पुन चाहिँ मिल्क पाउडर हाल्यौँ। अब हामी अब के एड गर्दैछौँ भने दोपियो एड गर्दैछौँ। यो चाहिँ हजुरको दोपियो हाल्यौँ। अब हामीले सुगर सिरप हाल्यौँ। सुगर सिरप पनि मैले मलाई खतरा कुकिज बन्यो। यो हामी सुगर सिरप चाहिँ मैले बनाएँ। हामी सुगर सिरप चाहिँ 20 ml हाल्छौँ, किनभने सुगर सिरप यसमा एड गर्नै पर्छ। अघिको हामीले ओरियो फ्रापीमा एड गरेनौँ नि, यसमा चाहिँ यसको कस्तो ब्लर आयो हजुरको। अनि यो चाहिँ कस्तो किन ब्लर आएको यो 20 ml भयो। ल हेर्न सक्नुहुन्छ, यो चाहिँ 20 ml हो। यो हजुरले यसरी समातेर यसरी बनाउनु पर्ने हुन्छ। अब यसलाई चाहिँ हामीले अब के एड गर्छौँ भने कोल्ड मिल्क यानि कि दुध। 300 ml हुन्छ। यो चाहिँ 300 ml मिल्क एड गर्छौँ। गरेपछि यो चाहिँ अब ब्लेन्डिङको प्रोसेसमा गयो। अब साथी गर्नुहोस् त। अब अर्को पारिस्ताले सिकाउनुहुन्छ भने खै त। अब अर्को हाम्रो म्याम सरले सिकाउनुहुन्छ। मैले के भनेको थिएँ त, म्याम सर। अब अर्को मास्टरले सिकाएर यसको स्मेल चाहिँ बहुत अच्छा। आहा घिउ निस्क्यो है दिदी। मल हाल्यौँ यहाँ पुरै हामीलाई पनि 2जनाको लागि पनि हाल्यौँ। यो मेजुले खाइहाल्छ खाँदैनौ है पहिला डेकोरेट गरौँ अनि त्यसपछि हालेर खोइ त यसको छैन त हुँदैन रहेछ साथी। त्यो अर्को ग्लास हिँड साथी, अर्को ग्लास हिँड। देख्यौ कस्तो कलर हुँदो रहेछ नि यो सुगर सिरपले चाहिँ। यसले अघि हामीले यो ओरियो फ्रापे बनाएको थियौँ नि, हो त्यो र यो सेम प्रोसेस हो। यसमा चाहिँ हजुरको ओरियो बिस्कुट एड भयो भने यसमा सुगर सिरप एड भयो। द्याट्स वाइ यो त्यही भएर कलरमा डिफ्रेन्ट आयो। यो कलर यस्तो आयो, यो कलर यस्तो आयो। हजुरले देख्नु सक्नुहुन्छ कफी फ्रापे एन्ड ओरियो फ्रापे। मोला पत्र हजुर